अन्त माछा पोखरीबाट भित्र अब गेट खोल्न लागिरहेको छौँ साथीभाइकोमा छ म गेट कता हो गेट पनि गेट त थुन्नु पऱ्यो अब भयो ल ल जाउँ ल हामी चाहिँ हिँड्यौँ हामी चाहिँ डुल्न जाँदैछौँ है त्यो साथीहरू छ साथीले बोलाइरहेको छ त्यही भएर साथीसँग डुल्न जाँदै खोइ अब कहाँ जाने हेरौँ साथीहरूसँग भेट भयो है साथीसँग भेटेपछि चितलाङ जाने कुरो भएको छ अब त्यही भएर अब हामी चितलाङ हिँड्दैछौँ हामीलाई साथीहरू भिडियो हेर्दै गर्नुलाई है त मन परेमा लाइक पनि गर्दै गर्नुला पुरा भिडियो हेर्नुलाई है त पारिदेऊ न पारी पनि अब चाहिँ हामी पारी जाने कुरो भयो पारी गएर साथीहरूलाई पर्खिन्छौँ त्यसपछि अनि फेरि सँगै जान्छौँ सँगै अब भिडियो हेर्दै गर्नुलाई काठमाडौँको धुलो धुवा सँगसँगै आज हामी थोरै भए पनि एक दिनको लागि भए पनि फ्रेसहरू न फ्रेसनेस गरौँ फ्रेस भएर चिसो पनि खाउँ भने हामी भ्याली बाहिर घुम्न जानको लागि प्लान गऱ्यौँ त्यही भएर अब हामी साथीभाइ भेटेपछि चितलाङ जाने कुरो भयो त्यही भएर चितलाङको लागि हामी हिँड्दैछौँ साथीहरू त्यस्तो क्या जानको लागि पनि रमाइलो गफ गर्दै राम्रो बिन्दास हुनुपर्ने साथीभाइहरूको रमाइलो हुन्छ यसो पर्ने बेला हुन्छ त्यही भएर मेरो साथीभाइ चाहिँ राम्रो छ जस त्यही भएर हामी हिँड्दैछौँ साथीभाइहरू मिलेर साथीहरू यो भिडियोमा भएको ठाउँ कुन कुन ठाउँ हो हजुरहरू हेर्दै कमेन्ट पनि गर्दै गर्नु लाइक पनि गर्नु ल साथीहरू ल हामी अब खासै राम्रो त बनाउनु आउँदैन भिडियो मलाई र पनि कोसिस गर्दैछु होइन अब कोसिस हो कोसिसलाई हजुरहरू त्यस्तो नभनिदिनु होला है त ट्राई गर्दैछौँ सकेसम्म राम्रो बनाउने कोसिस गर्दैछौँ काम पनि छैन भिडियो पनि बन्ने हो यस्तो गर्दाखेरि साथीहरू मैले बिचको भिडियोहरू चाहिँ बनाउनु पाइनँ है चाइनामा आइपुगेछ हेर्नुहोस् है चाइनाकै यस्तो काम हुँदैछ यहाँ चाइनाको लागि यता यति हेरेर चाहिँ चाइना लाग्छ है चाइनाको जस्तो सिस्टमहरू बनिरहेको छ हेर्नुहोस् है यहाँ तर यता हेरेपछि यता हेर्नु न यता बाटो हेरेपछि चाहिँ फेरि नेपालै हो जस्तो लाग्ने क्या फेरि किन नेपालै हो जस्तो लाग्ने हेर्नु साथीहरू यस्तै बिजनेस हामी चितलाङ हिँडेको रे म्याप बिर्सेर चाहिँ म्याप हेरिरहेको छ लोकेसन हेरिरहेको छ हामी जीवन सरहरू हामी चाहिँ चितलाङ हिँडेको अब चितलाङ गएको छैन मतलब अब कसरी जाने कहाँबाट जाने थाहा पनि छैन है तर म्याप हेरेको म्यापले गरेर अड्किएर यताउता के हो कसो म्याप हेर्दै हिँड्दैछौँ त अब त्यही हो स्कुटरमा जाँदैछ हामी चाहिँ चारजना स्कुटरमा जाँदैछौँ त्यो मान्छे त ऊ मान्छे चन्द्रगिरी जाने भयो कि चन्द्रगिरी निस्किनु पर्ने म्याप हेर्दैछौँ म्याप हेरेर एकछिन उ गऱ्यो लोकेसन म्यापमा लोकेसन हेर्दै हिँडेको छ साथीहरू हामीले के हो असम्म गएको छैन नि त
म्यापले रोकियो हेर्नु चाहिँ साथीहरू यतिसम्म गाह्रो जान्न हामीले रोकेर डिस्टर्ब गरेँ कि ट्याक्सीलाई मास्तिर होला गएर म्यापले रोकियो यहाँबाट मास्तिर जान्छ यो पार्कतिर त उनको कहिले आयो जस्तो लागेको थियो यार अझ यसो झलक्क सम्म थिएन आए जस्तो लाग्यो कि मलाई आएका हुन् आएका थिए यो गुगल म्यापले पनि धेरै सजिलो गरेछ क्या मान्छेहरूलाई क्या यो गुगल म्याप भएपछि कहाँ जाने के गर्ने कसो गर्ने एउटा बाटो हराएको गुगल म्याप हेरेर जान पनि सजिलो हुन्छ फेरि एक थरी गुगल म्यापले फेरि झुक्क्याउँछ पनि तपाईँहरू बिचरा ख्याल गर्नु होला राम्रोसँग प्रयोग गर्नुलाई युज गर्नु फर्किसक्यो कि साथीहरू फर्केर चाहिँ हामी यो चितलाङ जाने बाटो बन्दै रहेछ पिच हुँदै रहेछ त्यही भएर चाहिँ हामीले जान पाइनँ उहाँहरूले पुलिसहरूले जान पाइँदैन अहिले यस्तो यस्तो बाटो बन्दैछ यसले गर्दा भन्नुभएको रहेछ उहाँहरूले 3 दिनको लागि सूचना पनि टाँस्नु भएको रहेछ सूचना पनि दिनुभएको रहेछ भिडियोमा मिडियाहरूमा तर हामीले ख्याल गरेनौँ हेरेनौँ त्यही भएर हामीले दुःख पायौँ सरी ल अब फेरि भिडियोमा जाउँ अहिलेको लागि चाहिँ लाइक सेयर कमेन्ट सब्सक्राइब गर्नु होला है त साथी